धेरैजना साथीहरूले भन्नुभएको छ कम्पनी कस्तो छ, सेलेरी टाइममा दिन्छ कि दिँदैन, खाना दिन्छ कि दिँदैन भन्नुभएको छ है। खाना दिन्छ, कुनै साइटमा खाना दिन्छ अनि कुनै साइटमा खाना दिँदैन, खानाको पैसा दिन्छ है। खानाको पैसा पनि हेरी दिन्छन्। कुनै साइटमा 400, कुनै साइटमा 900, कुनै साइटमा 1200, कुनै साइटमा 1800 दिन्छन्। काम गर्ने आरामको प्रोजेक्टमा हो। अनि कुनै साइटमा खाना पाउँछ, फलफुल, जुस, दुध, दही के खाने एकदम भेराइटी। अनि नुहाउनेहरू, साबुनहरू सबै दिन्छ अनि कपडा पनि धुलाइदिन्छ। अनि खानाको पैसा 1800, 1200 पाउने साइटमा किस्मत हो, 1700, 1800 पायो भने खानाकै पैसाबाट अलग्गै छुट्टै 40-45 हजार बचाइराखेको छन्। अनि मैसँग आएका साथीहरूले महिनामा 1.5 लाखभन्दा माथि पनि थापिराछन् के खानाको पैसाले गर्दाखेरि। अनि कम्पनी चाहिँ धेरै राम्रो छ। अनि काम फेरि यस्तो छ, कुनै साइटमा काम धेरै पेलाइने हुन्छ अनि कुनै साइटमा फेरि अब यस्तै हुन्छ, काम खासै हुँदैन। यो लोडर पार्किङ गर्नुभएको छ अनि अपरेटर पनि नेपाली नै हुनुहुन्छ। उहाँ अहिले म्याच हलमा हुनुहुन्छ। काम भएपछि काम गर्न बोलाउँछन् अनि काम नभएपछि म्याच हलमा आनन्दले बस्ने हो, आफै बोलाउन आउँछ काममा। म अहिले पार्किङ एरियामा आइरहेको छु। अनि कम्पनीको बारेमा चिन्तै नलिए हुन्छ, धेरै राम्रो हुन्छ। अनि तपाईँ धेरै धन्यवाद। तपाईँहरूले यस्तै नयाँ अपडेटहरू जानकारी पाउनको लागि मलाई लाइक, कमेन्ट, फलो, सेयर गर्नुहोला। अनि डिमान्डहरू गयो भने पनि म हजुरहरू माझमा अपडेट गरिराख्नेछु। हस्त, धन्यवाद, नमस्ते।